खुसी लागेको छ यो मानेमा। हाम्रो यो विद्यालय यति ठुलो जहाज यहाँसम्म 2053 सालमा सुरु भएको विद्यालय द्वारकोटमै मात्रै नभएर चाँगु मात्रै नभएर भक्तपुर जिल्लाकै उत्कृष्ट विद्यालय हुन सफल भएकोमा म सर्वप्रथम विद्यालय टिमलाई धन्यवाद दिन चाहन्छु। साथै विद्यार्थी भाइहरूलाई धन्यवाद दिन चाहन्छु। 2053 सालमा यो विद्यालय सुरु हुँदा 2065 सालमा आएर पहिलो ब्याच हुँदै म यो विद्यालयमा आउँदा 5वटा ब्याच गएछन् र त्यसपछि म 2टा ब्याच 11वटा ब्याच त अहिले जुन विद्यालयलाई यहाँसम्म ल्याउने त्यस्तो मिहिनेतबाट ल्याउने तपाईँहरूको टिमको नेतृत्व गर्ने विद्यालय डाइनामिक प्रिन्सिपल सरलाई सर्वप्रथम ताली बजाएर तपाईँले स्वागत गर्नुहोस्। धन्यवाद। र यो सँगसँगै मैले बिर्सनै हुँदैन विद्यालयलाई 53 सालको स्टार्टिङदेखि नै हेर्नुहोस् दुःख कष्ट हामीले टेललाई मात्रै हेर्नु हुँदैन। अघि शुक्रलाई खुसीको काममा भने त यहाँ मन्छे भनेन म नर्सरी क्लासदेखि पढेको विद्यार्थी हुँ। कति गौरव लाग्यो सरिता दिदी तपाईँ यहाँ हुँदादेखिको विद्यालय म आइकन नर्सरीमा जोइन गरेको विद्यालयको विद्यार्थी शुक्रले A4 ल्यायो। शुक्र मात्रै होइन शुक्रका धेरै नानी बाबुहरू यहाँ छन् उनीहरूप्रति हामी गौरव गर्छौँ। त्यसैले सानो लेभलमा नर्सरीमा भर्ना हुने विद्यार्थीले सिस्टरहरूको प्रेम माया गाली स्नेह सबै पाएर हुर्केको हुन्छ। अब पिजी भन्नुहोस् पिजीमा झन् त्यस्तै हुन्छ। उहाँले कख नपढाउने भने कहाँ 10मा पुग्छ हजुर पुग्दैन। त्यसैले 1 2 3 हुँदै 10 क्लासमा पुग्या हुन्छ। सबैको योगदान छ। अब यहाँ बसन्त सर यो 18 ब्याजले पढाउने मान्छे हुन्छ उहाँ टिचर सरिता म्यामहरूले पनि 53 सालदेखि हुनुहुन्छ। त्यसैले यो विद्यालयलाई मैले के भन्न खोजेको भने तपाईँको जुन दिन हाम्रो टिममा आउनुभयो विद्यालयको टिममा हजुरहरू कोही सिस्टर हुनुहोला कोही पालेदार हुनुहोला कोही कर्मचारी हुनुहोला जो जाँदा हुन्छ विद्यालयले तपाईँहरूलाई सकेसम्म माया ममता र उज्यालो अनुहार लगाएर खुसीको मन लगाएर पढाउने वातावरण बनाइदिने कुरामा हाम्रो विद्यालय प्रशासन विद्यालय टिम लागेको छौँ र यही टिमले हेर्नुहोस् न यति ठुलो लगानी गरेका छौँ। विद्यालयका भौतिक पूर्वाधार तय गरेका छौँ। अब फुर्सदको पनि व्यवस्था गरेका छौँ। यो भनेर मलाई खुसी लाग्छ। बेला बेला यी नानी बाबुले भोलि गएर कहाँ जानेछन् के गर्नेछन्। हुन त हामी डुङ्गा चलाउने बोटी हौँ। बोटीले के भन्छ अरे भने प्रत्येक ओलो डाँडाबाट पानी तर्छ अरे तरेपछि त्यो पानी तर्ने मान्छेले जान्छ ऊ विदेश जान्छ बाहिर जान्छ कमाउँछ आउँछ अनि फर्केर आएर यसो हेर्छ अरे त्यही बोटी दाई देख्छ त्यही माझी दाई देख्छ अनि भन्छ अरे दाई तपाईँ अहिले पनि यही। त्यतिखेर उसको कपाल फुलेको हुन्छ दाँतहरू खुस्किन सकेका हुन्छन् तैपनि ऊ गर्वका साथ त्यो डुङ्गा चलाइरहेको हुन्छ। आज हामी डुङ्गा चलाउने हाम्रो टिम विद्यालय टिम लागेको छ र महिला विद्यालय अध्यक्ष तपाईँहरू सबैले खाजा खानुहोस् कहिलेमा कराएर भोक लाग्यो होला मेरो नानी बाबु सबैलाई खाएर हामी प्रिन्सिपल सरमा हामी उहाँ अगाडि नखोजी बस्नु भएको छ। म पनि त्यसरी हामीले सबैलाई खुवाउने खुवाएर तपाईँहरूको उज्यालो मुख लाएर हामी त्यसरी अगाडि बढेका छौँ र म अन्त्यमा यो कार्यक्रम सफल बनाउने यो अब आउँदो 19औं ब्याचका नानी बाबुहरूलाई पनि यसरी नै फोकस ल्याए नि अब अझै ल्याइदिनुहोस् न हामीलाई अझै हाम्रो विद्यालय उचाल्नुहोस् सगरमाथाको शिरमा पुर्याइदिनुहोस्। तपाईँहरूलाई हामी यो आजको कार्यक्रमले म यति प्रभावित भएँ हाम्रो विद्यालय प्रभावित भयो। नसोचेका नानी बाबुको कला रहेछ क्या छक्क पऱ्यो म हेर्नुहोस् त आम्मा यति धेरै कला रहेछ प्रस्तुति रहेछ। बहुत हामी महेश्वरमा हामी भित्रभित्रै भन्नु अरे यो बच्चा त यति कला रहेछ यति सफल रहेछ। हामीलाई यो सोफामा बसेर हामीले साह्रै खुसी भयौँ र यो नानी बाबुको मिहिनेत परिश्रम आज यो कार्यक्रम सफल बनाउन खेल्ने भूमिकामा सबै
पर्दा पछाडि होस् अगाडि होस् क्यामेराम्यान होस् अगाडि भिडमा होस् जो सबैलाई हामी विद्यार्थी बधाई दिन चाहन्छौँ र अन्त्यमा यो 18 ब्याजमा आउने नानी बाबुलाई अब भोलिका दिनहरू अझै दुःखद छन् सङ्घर्षमय छन् लाग्नुहोस् एउटा चराले के भन्छ अरे सुन्नुहोस् है एउटा चरा हाँगामा बसेको हुन्छ अनि त्यो चराले हाँगा भाँचेमा पनि उसलाई पिर हुँदैन अरे किनकि त्यो चरा हाँगा भाँचे पनि त्यो चरा हाँगा भाँचे पनि म उड्न सक्छु भनेर उसले कल्पना गरेको हुन्छ अरे उसलाई हाँगा भाँचेकोमा मतलब हुँदैन आज तिमी यस्तो बन त्यो चरा जस्तै सफल सक्षम बन यही कुराको सन्देश म विद्यालयको तर्फ राख्दै कार्यक्रम समापन यस पछाडि